हामी सबैले चिनेको र मन पराएको फल खुर्पानी। तर कहिले सोच्नुभएको छ एउटा सानो हाँगाबाट हाम्रो हातसम्म आइपुग्ने यो गुलियो फलको यात्रा कस्तो हुन्छ होला? आज हामी यही यात्राको कथालाई अलि नजिकबाट निहाल्नेछौँ। प्रश्न सुन्दा त सजिलै लाग्छ होइन त, तर यसको जवाफमा एउटा पुरै कथा लुकेको छ। एउटा हाँगामा फलेको खुर्पानी हाम्रो टोकरीसम्म आइपुग्न कस्तो कस्तो यात्रा पार गर्छ, ल हेरौँ न त। यो यात्रालाई बुझ्न हामी यसलाई 5वटा चरणमा हेर्नेछौँ। सुरुमा खुर्पानी भनेको के हो, त्यसपछि यसलाई कस्तो घर चाहिन्छ, अनि एउटा सानो बिरुवालाई कसरी हुर्काइन्छ, त्यसपछि आउँछ फसललाई बचाउने कुरा, र अन्तमा त्यो मिठो फल हातमा पर्ने बेला। ल सुरु गरौँ पहिलो खण्डबाट। सबैभन्दा आधारभूत प्रश्न, आखिरमा यो खुर्पानी हो के? आउनुहोस् यो मिठो फलको परिचयबाटै हाम्रो यात्रा सुरु गरौँ। वैज्ञानिक भाषामा यसलाई भनिन्छ प्रुनस आर्मेनियाका। यो त आरु र आलुबखडाकै परिवारको सदस्य पो रहेछ, रोजेसी परिवारको। यसको स्वाद त मिठो छँदैछ, तर यसमा पाइने पौष्टिक तत्त्वहरूले गर्दा पनि यो संसारभरि यति धेरै लोकप्रिय छ। खुर्पानीको परिचय त भयो, अब यसको घरको कुरा गरौँ। किनभने कुनै पनि बोट राम्रोसँग हुर्कनका लागि सही ठाउँ हुनु एकदमै जरुरी छ, होइन र? खुर्पानीलाई चाहिँ कस्तो ठाउँ मनपर्छ त? ल पत्ता लगाउँ। भनिन्छ नि, कुनै पनि राम्रो कथाको सुरुवात सही ठाउँबाट हुन्छ। हो, खुर्पानीको कथा पनि त्यस्तै हो। जरा गाड्नका लागि एकदमै सही ठाउँ खोज्नुबाट सुरु हुन्छ। वातावरण नै यसको सफलताको पहिलो र सबैभन्दा महत्त्वपूर्ण शर्त हो। तापक्रमको कुरा गरौँ है त। खुर्पानीलाई कति तापक्रम चाहिन्छ होला, अनुमान गर्नुहोस् त। यसलाई 20 देखि 30 डिग्री सेल्सियसको न्यानो मौसम सबैभन्दा मनपर्छ। मतलब न धेरै जाडो न धेरै गर्मी, एकदम ठिक्क। तर कुरा यतिमै सकिँदैन। यसलाई हरेक वर्ष 7 डिग्री सेल्सियसभन्दा कम तापक्रममा कम्तीमा 300 देखि 900 घण्टासम्म बिताउनुपर्छ। यसलाई चिलिङ आवर्स भनिन्छ। यो त बोटको लागि एक किसिमको आरामको समय हो, जसले पछि गएर राम्रोसँग फुल्न र फल्न मद्दत गर्छ। अब पालो माटोको। खुर्पानीलाई कस्तो माटो मनपर्छ त? पहिलो कुरा, माटो गहिरो हुनु पर्यो र पानी सजिलै तर्किने खालको हुनु पर्यो। दोमट माटो एकदमै राम्रो। दोस्रो, माटोको पीएच स्तर अर्थात् अम्लीयपन 6 देखि 7.5 को बीचमा हुनुपर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, पानी जम्ने चिम्ट्याइलो माटो त यसको लागि शत्रु नै हो। त्यस्तो माटोमा जरा कुहिन सक्छ। ल, सही घर र माटो त तयार भयो। अब पालो आउँछ एउटा सानो बिरुवालाई हुर्काएर ठूलो बनाउने। यो चरणमा त निकै धैर्य र हेरचाह चाहिन्छ नि। खुर्पानीको बिरुवा सिधै रोपिँदैन, यसको प्रक्रिया अलि फरक छ। हेरौँ है त। पहिलो चरणमा जङ्गली खुर्पानी वा आलुबखडाको बिरुवालाई आधार बनाइन्छ, जसलाई रुट स्टक भनिन्छ। अनि दोस्रो चरणमा त्यसमा आफूले चाहेको जातको खुर्पानीको हाँगा जोडिने काम हुन्छ, जसलाई हामी कल्मी गर्नु भन्छौँ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरी महिनातिर त्यसलाई बगैँचामा रोपिन्छ र हरेक बिरुवालाई राम्रोसँग फैलिएर बढ्नको लागि 6 मिटर बाइ 6 मिटरको फराकिलो ठाउँ चाहिन्छ। तर रोपेको भोलिपल्टै फल खान पाइन्छ भन्ने चाहिँ नसोचौँ है। यसमा धेरै धैर्य चाहिन्छ। बिरुवा रोपेको पहिलो 3 वर्ष त यसको वृद्धि र हेरचाहमै बित्छ। बल्ल चौथो वा 5औं वर्षमा गएर पो पहिलो पटक फसल लिन सुरु हुन्छ। सोच्नुहोस् त, कति लामो प्रतीक्षा। एउटा हुर्किसकेको बोटलाई स्वस्थ राख्न र मिठो फल फलाउन सन्तुलित आहार चाहिन्छ, मान्छेलाई जस्तै। यहाँ हेर्नुहोस् त, यो त बोटको डाइट प्लान जस्तै छ। प्रत्येक बोटलाई हरेक वर्ष 40 देखि 50 किलो गोठेमल अनि 500 देखि 700 ग्राम नाइट्रोजन, 350 देखि 400 ग्राम फस्फरस र 200 देखि 250 ग्राम पोटासियम चाहिन्छ। यो त एकदमै वैज्ञानिक तरिकाले मिलाइएको खुराक हो। ल, अहिलेसम्म त सबै कुरा राम्रै थियो। अब कथामा अलिकति द्वन्द्वको प्रवेश हुन्छ। चौथो खण्ड, फसलको रक्षा। यहाँ हामी बगैँचालाई विभिन्न किसिमका खतराहरूबाट कसरी जोगाइन्छ भन्नेबारे कुरा गर्नेछौँ। भेटौँ हाम्रो कथाका केही खलनायकहरूलाई। यी हेर्दा साना देखिए पनि एकदमै खतरनाक हुन्छन्, जस्तै एफिड्स, कोडलिङ मथ। यिनीहरूले बोटको स्वास्थ्य बिगार्ने मात्र होइन, फलको गुणस्तरलाई पनि पुरै खत्तम पार्न सक्छन्। तर हरेक खलनायकका लागि एक नायक पनि त हुन्छ नि। यहाँ किसानहरू नै संरक्षकको भूमिकामा हुन्छन्।
उनीहरूले बगैँचाको सरसफाइमा ध्यान दिन्छन्, किरा खाने अरू जीवहरूलाई प्रोत्साहन गर्छन्, बगैँचाको नियमित अनुगमन गर्छन् र अन्तिम उपायको रूपमा मात्रै सिफारिस गरिएका कीटनाशकहरू प्रयोग गर्छन्। खतरा किराहरूबाट मात्रै कहाँ हो र, बटलाई विभिन्न रोगले पनि सताउन सक्छ। जस्तै ब्राउन रट भन्ने रोगले फललाई नै कुवाइदिन्छ भने पाउडरी मिल्ड्यूले पातलाई सेतो ढुसीले ढाकिदिन्छ। यी त बगैँचाका अदृश्य शत्रुहरू हुन्। यी रोगहरूसँग लड्न पनि किसानहरूले विभिन्न उपायहरू अपनाउँछन्, जस्तै सङ्क्रमित हाँगाहरूलाई तुरन्तै हटाउने, बोटहरूमा हावा राम्रोसँग खेल्ने व्यवस्था मिलाउने अनि आवश्यक परेमा सिफारिस गरिएका ढुसीनाशकहरू प्रयोग गर्ने। सबैभन्दा राम्रो त सुरुमै रोग प्रतिरोधी जातहरू लगाउनु हो। र अब यति धेरै चुनौतीहरू पार गरेपछि कथाको अन्तिम र सबैभन्दा मिठो अध्यायमा आइपुगिन्छ, मिठो इनामको प्राप्ति। यो भनेको वर्षभरिको मेहनतको वास्तविक फल हो। खुर्पानीको जातअनुसार फरक पर्छ, तर सामान्यतया जेठ असार महिनामा फलहरू पाक्न थाल्छन्। फलहरू पहेँलो सुन्तला रङको भएपछि तिनलाई एकदमै सावधानीपूर्वक हातले टिपिन्छ ताकि फलमा कुनै चोट नलागोस्। त्यसपछि ताजा राख्नको लागि यसलाई कम तापक्रममा भण्डारण गरिन्छ। त्यसैले अर्को पटक एउटा गुलियो खुर्पानी खाँदा एकछिन सोचौँ है, यो केवल एउटा फल मात्रै होइन, यो त प्रकृति र किसानको महिनौँ लामो मेहनत, धैर्य र सहकार्यको एउटा सुन्दर प्रतिफल हो। खुर्पानीको यो यात्रा विज्ञान र हेरचाहको एक अद्भुत सन्तुलन रहेछ, होइन त? तर जसरी संसारभरि जलवायु परिवर्तन भइरहेको छ, भविष्यमा यो मिठो यात्रालाई हामी कसरी सुरक्षित राख्न सक्छौँ होला? यो एउटा महत्त्वपूर्ण प्रश्न हो जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ।